मनोकामना केवल मनोकामना केवल गइहाल्ने कि के गर्ने गइहाल्ने जाने त्यो त माथिबाट चढेर जाने होइन हो मनोकामना अब त्यति भिड हुन्छ टिकट देखाऊ टिकट त्यो होइन दुईजना एकजना एउटा दुईजना मनोकामना धेरै वर्षपछि यहाँ दर्शन गरेर मनोकामना मास्क अब सबै छ मास्क त निकाले नि हुन्छ है ल म पनि निकाल्नु मनोकामना दर्शन ल फुलमा बस नानी यताबाट यस्तो रहेछ नि सिस्टम यस्तो रहेछ है सिस्टम उताबाट यस्तो जान्छ
यताबाट आउनुहोस् यताबाट यताबाट हो सिधै जाने ठाउँ छ ए यहाँबाट रहेछ नि यार त्यो भिडभाड भएको बेला हो क्या त्यो गरेको अहिले त त्यो बढी भिडभाड भयो भने त्यसरी गर्दो रहेछ क्या यो बढी भिडभाड भयो भने यस्तो पऱ्यो तपाईँले पार्किङ गर्नु पऱ्यो दुईवटा गाडी दिएको दुईवटा गाडीलाई 5,000 टाइम पर्छ ऑपरेशन कर निकालेंगे तो नहीं चेन लेभल वाला चस्मा माथि हेर कति उडाएर
जसमिन पेन्ट्सले सब पुऱ्याइदिएछ केही भएन आमा पछि अस्ट्रेलिया गएको भनेर भाग्दै बस्ती भएछ त्यहाँ जुत्ता लाउन नि मिल्दैन मिल्छ मेरो स्पोर्ट जुत्ता लाउनु मिल्छ अरू मिल्दैन त्यो लिएरै हो गर्ने गोर्खा जान्छ मेरो गोर्खा गोर्खा मनका मन यता नदेखाउनु के तपाईँको पोतो आउँछ भने चाहिँ फेस देखाउनु के गर्ने त होइन अनि फेस अगाडि देखाउनु त्यहाँ ब्युटी सुटी राख्न मिल्छ होला नि त देखाएको पोतो देखिन्छ के गर्ने त नि यो त फर्किनु भनेछु अब तपाईँबाट गयो गर्नु ल यहाँ दबाई राख्ने भेट्यो ल त आफ्नो हातमा त्यहाँ खिचेर बस्नु कनेक्सन चाहिँ ढ्याक्ठ्याक गर्दैछ कि उताको होइन भिडियोमा त 900 मिटरलाई पनि आमा उताको 900 मिटरलाई 700 यहाँ पनि 700 मौलकालीको त्यहाँ महँगो किन उहाँ महँगो त नि हिजो त हामी के अरे कति 700 कति छ अरे 700 त्यसै गरे 700 कति छ हामी त डिस्काउन्ट गरेर 400 मा गएको त्यो उ रहेछ नि त कार्ड हुना नि सिधो त्यो त्यहाँ पनि सेयर हाल्नु मान्छेको उसबाट चन्द्रगिरी लामो छ टाढै छ त्यहाँ सम्मबाट गएको कति काटेको नि टिकट कति यो डाँडैबाट यस्तो राख्दै पनि गऱ्यो कि त चाहिँ गाडी साडी चलाउनु पर्ला ट्रेन पनि चाहिँदैन होइन ट्रेन किन चाहियो त किन चाहियो त यही आयो यही राख्दै भइहाल्यो बिस्तारै हिँड्दैछ कन्दै छ उकालो डाँडामा आइसकेको त डाँडामा पनि आइसक्यो कालिम्पोङको भन्दा लामो त्यसमा महँगो पर्छ होला नि अर्को यताबाट चाहिँ यतापट्टिबाट देखिँदैन गरिसक्यो त पर्छ होला भगवान् भन्ने सजिला हुनुहुन्न कुना खोप्सामा बस्छ भगवान् पनि मेरो खोतासँग यहाँ भद्रा त्यत्रो गर्छ नि आइपुग्न लागि होइन छ नि अझै माथि हेर एउटा डाँडा छ अझै डाँडा छ नि लास्टै लामो छ नि यो त रोड पनि भित्र बाइकमा आउने सिटियामा अनि हामी पनि काम गर्नु तल रोड सर 1400 रुपियाँमा सबै कुरो भयो किनभने बाइक त ढ्याक्ठ्याक गर्छ है अब यहाँ अटो नै आउँदो है खाँदैन बाइक चाहिँ बस्तीले यो कसरी बस्छ होला मात्रै हिँड्छ है कसरी समाज छ त्यसले सिसीको जग्गा मात्रै जस्तो छ डोरी टु डोरी हिँड्दा छ सिसी
चारजना बसेर आएको छ त्यति मान्छे छैन आज शनिबार भिड हुन्छ शनिबार उताको बाटो दमौली भएर एकतिस 32 वर्ष अगाडि हिँडेर गर्छु कति वर्ष भयो त्यो केबल कार बनेको तर उसले दिपेन्द्रले उतार्नु खोज्यो त्यसो 5-7 महिना उभिथियो त खुलेको है पछि त 56 सालतिर हो कि 55 सालतिर हो कि 57 घटेको होइन 58 होइन 57 मा ठ्याक्क दिपेन्द्र उदाहरण गरेँ बित्तिकै अनि त्यो दुईटा पल नपरेको चाहियो अब एकचोटि खतरा गर्छ गतर अब चाहिँ खडै हुँदा बाफ्रे है चन्द्रगिरीको यस्तै त्यो आधी घन्टा लाग्छ होला मान्छे हिँड्नलाई यहाँबाट पनि हिँड्छ मान्छे हिँड्छ नि त घरहरू छ खेतीपाती छ सबै छ यहाँ अहिले मात्रै बारी बिग्रेको हिँड्नै छाडे बस्ती नै हो त ठुलो बस्ती छ नि बच्चाहरू त यस्तोमा त कसरी हो भिरबाट खस्यो भने त बाहिर छोड्दिन नि मिलेन नि बच्चाहरूलाई पानी भइसकेको छ स्यालले लान्छ स्यालले लान्छ स्याल पनि आउँछ यहाँ स्यालले त लान्न कहाँ लान्छ भिरकै डर हुँदैन बाहिर 1-2 वर्षको बाहिर भालु आउला भालु पनि आलु त बस्ने कहाँ ठामै छैन यहाँ आउने हो र आउँदैन ऊ भिरबाट खस्ने मात्रै डर हो त्यो अर्कै डर नै छैन चोर पनि यहाँ भालु बाघ होइन छैन चोर पनि छ यस्तो चोर पनि कता भाग्ने हो र कता भाग्ने ऊ भिरबाट खस्ने मात्रै डर हो त्यही हो ठुलोलाई त होइन सानो बच्चालाई 1-2 वर्षको बच्चालाई यहाँ त लास्टै उकालो मजाको गाउँ छ नि खाने मान्छेले पनि छोड्नु पर्यो अब खाएपछि सिधा हिँड्दैन भन्दा भुगरबारी हिँड्छ नि हिँड्दै एकैचोटि तल छैन मान्छे छैन अरे त्यहाँ त्यही त है आइयो हिजो कता गयो अरे हामी मौलाकालीका आज मनोकामना ए कताबाट हो वान वे मान्छे थोरै भएर कि धेरै भयो त्यो मान्छेको उसमा हिँडिन्थ्यो कि टिकट राम्रो खोजीबाट खस्छ यहाँ त बस्नु
फुलसुल किन बहिनीले फुलसुल परेको चुट्टो लाएर अहिले किस्नु भयो भने आउँदा त चालु आउनु त भाइ उस फर्किँदाखेरि झोलामा फुलसुल बोकेर आएको छ घरबाट झोलामा राख भने दाल चावल है, करी चावल है और आलू का पराठा बनाएंगे सूप घी का किन माथिबाट किन्नु भनेको हुन्छ खारै जग्गा रे फुचेको रहेछ के अरे अनि मैले त्यहाँबाट त फुलहरू ल्याएर हिँड्नु नि त मैले झिलिमिली झिलिमिली धेरै पातीहरू दिन्छ नि त यहाँ पातीहरू हजुरको 10 बजाउँ चियर्स पुरा पैसा चाहियो भने होइन चढाउनलाई अलिअलि रेडी बनाएर ल फोटो खिचेँ ल फोटो खिचेँ यहाँ आइदा कि फोटो कता कस्तो आयो त्यसो नभने ससुरालीमा जस्तै खुवाउँछ भाइ हस् 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 पहिला दर्शन गरौँ पहिला माताको पूजा हजुर त्यसपछि मिठो पूजा ल पेट पूजा यो पनि देखेन हामी आउँदाखेरि बस्नु अहिले पूजा गरिरह्यो भने यता मोटे मगर हस् हजुर हस् हस् खाना ज्वाइँलाई जस्तै पाउँछ टिमुरको अचार अनि गुन्द्रुकको अचार घिउ खानेलाई घिउ तताई दिन्छ यहाँ हानेर दिने दाइको छु नमस्ते गाली सुन्छु गाली भन्छ र भेज मिठो बस चलको खाना हुन्छ लेबर पूजा पछि माछाको मकर एकदम पछि आउँदै लाजो हस् 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 भाइ हस् थकाली स्पेसल ल्याउने हस् हस् पूजा पछि आउनुहोस् यत्रो पेट छ पूजा पछि आउनुहोस् सर हस् हस् स्पेसल खाना खुवाउँछु हस् 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 पहिला दर्शन गरौँ हस् हस् पहिला दर्शन गरौँ हजुर माता मनोकामना के हो यस्तो खाले के नानी हुन्छ इच्छा लाग्यो म त यहाँ थुप्रै वर्षपछि पो आएँ 25 वर्ष
बैठिए साउथ इंडियन मसाला डोसा इडली इडली डोसा टी कॉफी मसाला डोसा मत बैठिए टी कॉफी मिलेगा मसाला डोसा आपका के भयो सही कुरा गरे अहिले त चित्त बुझी कुरा गरे है अहिले त यता चित्तै बन्दी कुरा गरे अहिले त यता 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 आउनु माथि हो पहिला एकचोटि मन्दिर घुमौँ पहिले त परिक्रमा गरौँ न जाऊ लाइन पर्छ माथि आफू नजाने उताबाट हो क्या लाइन गर्नु जाने उताबाट जाऊ तिमी लाइन बस्छ उताबाट जाने हो त्यहाँबाट छुट्नु जुत्ता राख्नु त जुत्ता
यहाँ फटाला ल आएको फटाला ल त आऊ यता ल तर सब त यता ल ल ल $2 पाइन्छ ल बस्नुहोस् राम्रो खाउ चाहिँ मिठो गर्छ ए जहाँ खाने एउटै हो भाइको यो ल खाना के छ खाना खाना चिकन छ मटन छ माछा छ के खाना तिमी सादा खान्छौ एउटा सादा खाना है तरकारी मिक्स हुन्छ के छ तर आलु काउली बोडी केरो साग गुन्द्रुक अचार ल एउटा सादा खाना एउटा चाहिँ मटन हुन्छ एउटा मटन एउटा भेज एउटा भेज के खानु आलु काँक्रोको अचारहरू छैन जस्तो आलु सालु अचारहरू छैन आलुहरूको छैन मिक्स तरकारी हुन्छ क्या आलु काउली होइन बोडी अचार छैन आलुको अचार छैन अचार चाहिँ गुन्द्रुक अचार हुन्छ ए गजब गजब झन् दामी भयो ल ल बस 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 न यार खाने मलाई त्यो अचारै मन परेन कि गुन्द्रुक चाहिँ आलु सालुको अचारै छैन तल जाऊँ न त के गर्नु बाबा अब यहाँ छिरेपछि तल जाने होइन अब खाने आराम गर्ने नि अलिक फसाइदियो कि भाइ मलाई त आलुको ले भन्ने नि आलुको छैन अरे पनि आलुको अचारै छैन आलु साँध्यो भन्ने नि क्या राम्रो फुलेको है लालुपाते यार क्या दामी गुन्द्रुकको अचार चाहिँ हातमा म त सक्दैन पानी भर्यो के राखा भाइ घिउ त त्यहाँ भनिसकेको अनि पठाउनु परेन यता बस्नु त ए कस्तो मेरो नि राको मेरो पनि हो होइन ए हाल्ने हाल्ने के अरे हाल्ने हुन्छ यसो चाहिँ मेरो नाम त दुईजना मन ल हालु अरू त हाल्छु नि मेरो हाल्दै अलि राख्नु पऱ्यो क्या नि त्यहाँ बसेर क्या अहिले त्यस्तै फरक पर्दैन झोक्नु पर्छ यस्तो तरकारीहरू नखाएको त्यति मन पर्दैन यस्तो तरकारी अहिले बिहिबार भन्नु नखाएको बिहिबार सोमबार मङ्गलबार मासको भात
मलाई घिउ हाल्यो नि क्या हो हालेको थोरै त्यो थियो भन्ने बेला सर भने घिउ हाल्न चाहिँ हात थरथरको महँगो छ सुन्तला फुल सुन्तलाको सिजन त गइसक्यो होइन र अब चाहिँ रल पलहरू के खाना आलु आलु खानु म त खुर्सानी हो साँझले ल्यायो नि त आलु अचार चाहिँ खासै त्यस्तो नबनाएको के तपाईँहरूलाई खाना थाप्नुपर्छ साग चाहिँ ल्याउनु पऱ्यो ए हस् तपाईँलाई खाना चिकन खानुभयो तपाईँले रस लाग्छ चिकनको मलाई चिकन होइन मेरो मटन हो ए मटन रस लाग्छ ल्याइदिउँ नि खानामा राखिदिउँ हुन्छ ल भयो साग र गुन्द्रुकको अचार हातमा पनि हो नि यसो देखिँदै अलि घाम पनि देखिन्छ मासु मिठो छ उन्नै आज खाँदैन के हुन्छ नि मन्दिर बिहिबार कहिले पनि खाएको छैन कि मासु खाएको छैन पनि बिहिबार कहिले पनि खाँदिनँ पनि अरू बार खायो नि बिहिबार त खाँदैन मासु चाहिँ ठिक्क छ कि तपाईँहरूलाई के राखेको छ साग र गुन्द्रुक मलाई भाइ तरकारी साग ए हस् ल मलाई साग तपाईँको गुन्द्रुकको अचारहरू मलाई हुन्छ थोरै अलिकति मात्रै भयो
साग भन्नुभयो साग अलिकति तरकारी अनि चटनी आलु खाऊ आलु खान्छु यो टमाटर अचार भन्नुभयो अलिकति तरकारी है थोरै यता तपाईँलाई तरकारी दाल चटनी म त एउटा भात चाहिँ थप्दिनँ अरू सबै थप्छु हजुर भात थोरै खान्छु तरकारी थोरै खान्छु ए दाल तरकारी राख्नुहुन्छ तपाईँलाई सब पुग्यो नि ए के भयो ए के चाहियो भन्नु है बाबु आलु नखाने सौरा जाँदा है तरकारी यति यति दिएको आमालाई त एक गाँसमै सिद्धिन्छ त्यति तरकारी गुन्द्रुक दुई नम्बर सागर र 2 र 3 2 मा छिपो फटाफट गर्नु आज कम मान्छे है शनिबार धेरै मान्छे हुन्छ तपाईँहरूले के लानुपर्ने सब पुग्यो सबै पुग्यो किलन गर्दै गर्नु आलु नगई भन्दा कि आलु चाहिन्छ मिलेन
एकछिन त्यत्रो भिडभाडमा होइन चामल मिक्स होइन यो त लामो चामल त लोकल खानु पाउनु पनि भाग्यो उतातिर हुन्छ नि बासमती चामल त्यही काम छैन एक बजे है बढी बजे के अरे अलिक पुस्छ उठाल्नु एक बजे बा बन्द गर्दै हुन्छ जान्छ होला होइन त्यो फरिलो कताबाट चाहिँ यताबाट मीटिंग है के हो चला छैन क्या हो चलेको रहन्छ चलेर हिँड्छ खै त ये लोग पैदल भी आते हैं क्या जा मकई खाओ पानी ए खुलेको रहन्छ यो एकछिन बन्द हुँदो रहेछ के लाइन बस्यो भने त जानलाई हो जा आउने लाइन त होइन एकछिन बन्द हुँदो रहेछ भएन बच्चाहरूलाई हेर कस्तो सही छ भ्यू यहाँबाट नचलिकन बस सिधा तल हेर तल हेर्नै सक्दैन साइडबाट हेरे हुन्छ नि त तल हेर्नु भने हुँदैन खुट्टा यसो गरेर बसिया हो चारजना गयो ठिक हो भनेर नभने दार त एकजना आज सिङ्गलै आएको छ खाली 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 भएको छ त यो पिक आवर हो कि अहिलेको शनिबार पो हुन्छ त भिड त है
फेरि भिडियो दिनु मलाई हेर्न सक्दैन कस्तो बिस्तारै हिँडेको त्यहाँ गाडीको बाटो गाडी हिँडिरहेको बोलेर त्यहाँ छ तल तलबाट सबै त्यही हो कि माथिबाट ब्याक ए यता नि बाटो रहेछ त ऊ छ त माथि केबल कार तल बाटो रहेछ यसमा चाहिँ 3जना 4जना आछ बाटै रहेछ त्यहाँ तल त बाटो रहेछ अब गाउँ जाने बाटो मान्छे त एकजना मात्र अहिले त्यो खाली डाँडा डाँडा घरहरू है यहाँबाट सर गडक्क गर्छ नि त प्यास लाग्यो तल गएर चिसो खान पर्यो आइसक्रिम खान पर्यो यहाँबाट सिधै छ क्या छ यार यहाँबाट यो हो कि यो हो कि यो हो यो हो कि सबभन्दा यो डेन्जरस जाँदा त मजा आउँछ आउँदा अलिअलि छ कि यस्तो पो रहेछ त यति हो एउटा मेन एउटा दुइटा हो कि एउटा पल्टो दुईवटा पल्टो यो गर्दा छैन उता दमौलीबाट बनाएको भए त्यस्तो हुँदैन थियो होला दमौलीबाट लग्यो पहिला हिँडेर जान्थ्यो मिल्दैन होला नि त्यताबाट बनाउन मिल्छ त बनाएर गाडी नै माथि आउँछ त नि मन्दिर तल ए त्यहाँ बनाएर के गर्नु थियो त नि यहाँबाट सबले देख्न पाइयो मौलकालीको बनाएको छ हिँड्दाखेरि दर्शन गर्न पाइयो मनोकामना भनेर यसमा चाहिँ कतिजना आइरहेको छ 2 जना छैन उताबाट छैन कि मान्छेहरू ओहो अझ पोज दिँदै फर्किँदैछ तिनीहरू त रिजर्भ गरेर आएको जस्तो पो भएछ पोज दिइरहेछ अब यस्तरी हेर्ने भए त के गर्नु होला हामी त हेर्दै हिँडेछौँ डर लाग्छ तल हेर्नु सक्दैन ए बाप रे बाप
केही हुँदैन त्यो पिङ हुन्छ नि पिङ यस्तो घुमाउने पिङ हो त्यो चाहिँ डर लाग्छ म त खेल्दैन पिङसिङ कहिले पनि खेल्दैन म त कान पुरै बन्द भयो बोलेकै सुने नि तल गएर नाकसम्म अरे अनि त्यसरी त्यो नाकबाट आवाज आउँछ कानबाट डरले नाक बन्द भएछ अरे गुम्म हुन्छ कि रुख त कति धेरै काटेको रहेछ है ठुटै ठुटै छ रुख त उता मान्छे नै छैन यसको आदि होला है मौलाखालीका त त्यही पनि पैसा बराबर छ त्यहाँको झरेपछि बाहिर गएछ भने गाडी पनि हिँड्छ नि गाडीको बाटो यही त यस्तो त्यो बाटो अघि देखेको बाटो कुन ठाउँ भन्छ त नि यसलाई गोर्खा ए गोर्खा हो यो गोर्खा नि गोर्खा भनेको त होइन र गोर्खै पर्छ गोर्खा त उतापट्टि त्यो पानी बाटो छ नि त्यो त बाटो यो हो कि यो पनि गोर्खा पर्छ यो पनि गोर्खै पर्छ अब ए त्यो मनगाउन कहाँ पर्छ गोर्खा पर्छ भने थाहा छैन अनि गोर्खा त इन्द्रजी घर जाने बाटो छ त यो गोर्खा भने सानो भन्छ नि के यो ठुलै छ ठुलो छ नि गोर्खा जिल्ला ठुलो छ नि जिल्ला ठाउँको नाम चाहिँ चितवन भने जस्तै अनि चितवन उता पारि चितवन हो नि यो त किन यस्तो हुनु लाग्यो पानी पर्ने कि होइन डाँडाहरू उस लाग्यो अब आइयो घर काम त यार राम्रोसँग बोल्न पर्यो गरिसक्यो जमिन ल गुड बाई